हिन्दू धर्मशास्त्र र परम्परा अनुसार पुरुषोत्तम महिना, जसलाई अधिक मास वा मलमास पनि भनिन्छ, अत्यन्तै पवित्र, पुण्यदायी र महत्त्वपूर्ण महिनाका रूपमा मानिन्छ। यसको महिमाका मुख्य पक्षहरू यस प्रकार रहेका छन्। पौराणिक कथा अनुसार प्रत्येक महिनाको एक स्वामी देवता हुन्छन्, तर अधिक मासको कुनै स्वामी नहुँदा यो महिनालाई अपवित्र मानिन्थ्यो। त्यसपछि भगवान विष्णुले यसलाई आफ्नो नाम पुरुषोत्तम दिएर यस महिनालाई सबै महिनामा श्रेष्ठ बनाइदिनु भएको विश्वास गरिन्छ। त्यसैले यो महिना भगवान विष्णुको उपासनाका लागि सबैभन्दा उत्तम मानिन्छ। शास्त्रीय मान्यता अनुसार यो महिनामा गरिएका ससाना धार्मिक कार्य, दान, जप, तप र पूजाको फल सामान्य महिनाको तुलनामा कैयौं गुणा बढी प्राप्त हुन्छ। यो महिनालाई मोक्ष प्रदान गर्ने र पाप नाश गर्ने महिनाको रूपमा लिइन्छ। पुरुषोत्तम महिनामा विशेष गरी अन्नदान, वस्त्रदान र दीपदानको ठूलो महत्त्व छ। यस महिनामा गरिने परोपकारी कार्य र दानले व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक सुख प्रदान गर्दछ भने मानवहरूले यसमा विश्वास गर्दछन्। यो समय आत्मचिन्तन र आध्यात्मिक साधनाका लागि उपयुक्त समय मानिन्छ। यस महिनामा श्रीमद् भागवत पुराण, श्रीमद् भागवत गीता र पुरुषोत्तम महात्म्यको कथा श्रवण वा पठन गरिन्छ। नित्य पूजा, पाठ र व्रत बस्नाले मनको शुद्धि हुन्छ। सात्विक जीवनशैली अपनाएर चित्त शुद्ध गर्ने अवसरका रूपमा पनि यस महिनालाई लिइन्छ। यस महिनामा सकारात्मक ऊर्जाको सञ्चार हुने जनविश्वास रहेको छ। अधिक मासलाई नयाँ कामको थालनी जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेशका लागि वर्चित गरिए तापनि यसलाई आन्तरिक विकास र ईश्वरीय भक्तिमा समर्पित हुने समय मानिन्छ। यस अवधिमा गरिने सात्विक कर्मले घर परिवारमा शान्ति र सकारात्मक ऊर्जा ल्याउने धार्मिक मान्यता रहेको छ। संक्षेपमा भन्नुपर्दा पुरुषोत्तम महिना सांसारिक मोहबाट केही टाढा रहेर ईश्वरको भक्तिमा डुब्ने र आफ्नो आत्मालाई पवित्र बनाउने एउटा विशेष अवसर हो। यो महिनामा नेपाली जन अनि हिन्दू धर्मावलम्बीहरूले दान, दप अनि भजन, प्रवचन सुन्ने गर्दछन्। नाचे नाचे शिव शंकर नाचे भोलेनाथ, नाचे नाचे शिव शंकर नाचे भोलेनाथ, नाचे नाचे कैलाशवासी भक्त जन को साथ, नाचे नाचे कैलाशवासी भक्त जन को साथ। हिन्दू परम्परा अनुसार पुरुषोत्तम महिना अधिक मासमा 33 वटा मालपुवा दान गर्नुको विशेष आध्यात्मिक र धार्मिक महत्त्व छ। यसका मुख्य कारणहरू यस प्रकार रहेका छन्।
33 कोटी देवताको प्रतीक। हिन्दू धर्मशास्त्रमा 33 प्रकारका 33 कोटी देवी देवताहरू रहेको मानिन्छ। 33 वटा मालपुवा दान गर्नुको अर्थ ती सबै 33 कोटी देवताहरूलाई नै अर्पण गर्नु हो। यसरी दान गर्नाले सम्पूर्ण देवताहरू प्रसन्न भई भक्तहरूलाई सुख, समृद्धि र आशीर्वाद प्रदान गर्ने धार्मिक विश्वास रहेको छ। मालपुवा भगवान विष्णुको प्रिय भोगको रूपमा पनि लिइन्छ। पुरुषोत्तम महिना भगवान विष्णुलाई समर्पित छ। शास्त्रहरूका अनुसार मालपुवा भगवान विष्णुलाई अत्यन्तै प्रिय मानिन्छ। भगवानलाई मालपुवाको भोग लगाउनु र त्यसपछि त्यसलाई दान गर्नुले उहाँको विशेष कृपा प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। धार्मिक ग्रन्थहरू जस्तै पद्म पुराणमा उल्लेख भए अनुसार अधिक मासमा 33 मालपुवा दान गर्नाले पृथ्वी दान गरे सरको पुण्य प्राप्त हुन्छ। यदि वर्षभरि कुनै व्रत, पर्व वा धार्मिक कार्य छुटेको छ भने यस महिनामा मालपुवा दान गर्नाले ती सबै कार्यको पूर्ण फल प्राप्त हुने विश्वास गरिन्छ। मान्यता छ कि 33 मालपुवा दान गर्नाले घरमा रहेका ग्रह दोष, पितृदोष र आर्थिक बाधा हट्छन्। यसले परिवारमा शान्ति, आरोग्यता र समृद्धि ल्याउन मद्दत गर्छ। यस महिनामा दान गर्ने विधि संक्षेपमा संख्या 33 वटा मालपुवा नै हुनुपर्छ। पात्र सकेसम्म काँस वा पित्तलको भाँडामा राखेर दान गर्नु उत्तम मानिन्छ। प्रक्रिया: सुरुमा भगवान विष्णुलाई भोग लगाउने, तुलसीको पात राख्ने र त्यसपछि कुनै ब्राह्मण, साधु वा खाँचोमा परेका व्यक्तिलाई दक्षिणासहित दान गर्ने। सावधानी: एकादशीको दिनमा भने मालपुवा दान नगर्नु उचित मानिन्छ। अरू कुनै पनि दिन दान गर्न सकिन्छ। यदि कुनै कारणले ब्राह्मण वा साधुलाई दान गर्न सम्भव भएन भने यी मालपुवाहरू गौमाता, गाईलाई खुवाउनु पनि उत्तिकै पुण्यदायी मानिन्छ। किनकि हाम्रो हिन्दू धर्म शास्त्रहरूमा उल्लेख गरिएका छन् कि गाईमा सबै देवी देवताको वास हुन्छ भन्ने जनविश्वास र मान्यता रहँदै आएको छ। हस्त मित्रहरू, आजलाई अध्यात्म टिभीबाट म सन्तोष भट्टराईलाई पनि बिदा दिनुहोस्। हामीले आज यहाँहरूलाई कोटेश्वर महादेव स्थान मन्दिर परिसरमा पुरुषोत्तम माघ महात्म्यमा सरिक हुनुभएका अनि मालपुवा दान गर्नुभएका र मालपुवा दानको महत्त्व साथै पुरुषोत्तम महात्म्यको महत्त्वका बारेमा जानकारी गरायौँ। यहाँहरूलाई हामीले तयार पारेको यो भिडियो कस्तो लाग्यो? कृपया कमेन्ट गर्न नभुल्नुहोला। आफ्ना विचारहरू यहाँहरूले आफ्नो कमेन्ट बक्समा गएर लेख्न नभुल्नुहोला। तपाईका सुझाव, सल्लाह अनि मार्गनिर्देशनले आगामी दिनमा हामीहरूलाई अगाडि बढ्न अझ हौसला मिल्दछ। अध्यात्म टिभी मार्फत कुनै पनि कार्यक्रमहरू प्रचार गराउन चाहनुहुन्छ भने तपाईहरूले हामीसँग सिधै सम्पर्क पनि गर्न सक्नुहुनेछ। सम्पर्क गरेर आफ्नो क्षेत्रमा भएका धार्मिक गतिविधिहरू साथै आफ्नो घर अनि क्षेत्रमा हुन लागेका धार्मिक गतिविधिहरूका बारेमा सबै धर्म अनुयायी मित्रहरूलाई जानकारी गराउन सक्नुहुनेछ। आगामी दिन, आगामी पल यहाँहरूमाझ फेरि उपस्थित हुने बाचाका साथ आजलाई भने यो विशेष प्रस्तुतिबाट हामी सबै युनिटलाई बिदा दिनुहोस्। हरि ओम।
है तपाईहरु एकैछिन यता गइदिनु न एकछिन